नमस्कार, म टङ्क ओली। आज हाम्रो यो 13 कट्ठामा लगाइएको डिएसआर विधि अनुसार अथवा थरुवा विधि अनुसार लगाइएको धान कटिङ भइरहेको छ र यत्रो हुरी बतास आउँदा यो ब्यार गरेर रोपेको यो गौरव धान यसरी फल्न त राम्रो फल्या छ, ढल्या छ। यतापट्टि यो डिएसआर प्रविधि अनुसार लगाइएको यो धान, यतापट्टिको हाइब्रिड 1 हर्दीनाथ अनि यतापट्टिको हर्दीनाथ 3। आज हाम्रो गाउँकै महिला दिदीबहिनीहरू यो घण्टा ग्रुपको रूपमा धान भर्खरदेखि काट्दै हुनुहुन्छ। त यसरी यत्रो हुरी बतास आउँदा पनि अब यो डिएसआर गरेर धान लगाइयो भने ढल्दो रहन्छ भन्ने कुरो यो प्रमाणित भएको छ। आजै अब काठमाडौँबाट इरी भन्ने संस्थाका हाम्रो प्रेमबट्ट सर अनि गेट नेपालका प्रमुख हाम्रो तेज खड्गा सर र हाम्रो मधुवन कृषि शाखाका प्रमुख एकराज ओली लगायतका साथीहरू आएर अब यो परीक्षण गर्ने कुराहरू उहाँले गरिसक्नु भएको छ। मोटामोटी अनुमानको हिसाबले पाउने के अरे 1.5 क्विन्टलको हिसाबले धान यो डिएसआर अनुसार लगाइएको धान फलेको अनुमान गरिएको छ। अब पूर्ण विवरण आउन अझै बाँकी छ, उहाँहरू विवरण तयार गर्दै हुनुहुन्छ। त यसरी रोपे बराबर है, तपाईँहरू देख्नुहुन्छ यति बाक्लो लाइन छ, यो हर्दीनाथ 3 हो। अब रोपेको पनि त योभन्दा त बढी हुँदैन, योभन्दा बढी त फल्दैन त। त्यस भएको हुनाले धानको बिउ चाहिँ छनौट गर्न पर्यो। यो खल्लामा अब अलि नमिल्ने बिउ भएको हुनाले अलि धान खुटिसकेको छ। तर डिएसआर अनुसार गरेको रोपेको धान वा छरेको यो विधि अनुसार लगाइएको धान मजाले रोपे बराबर ब्यार नर्सरी गरेर रोपे बराबर हुन्छ भन्ने कुरो प्रमाणित भएको छ। आज यो धान डिएसआर विधि अनुसार काटिरहेको बेलामा समस्त मेरो 21 जना हाम्रा मजदुर दिदीबहिनीहरूले काटिरहनु भएको छ। यो हाम्रो सिर्काइराकै आफ्नै गाउँका दिदीबहिनीहरू हुनुहुन्छ र यसरी यो धान काटिरहेको बेलामा र आज अनुगमन र यो परीक्षण नमुना परीक्षण पनि गरेर सिद्धिएको बेलामा यो खेतबाट सम्पूर्णमा यो जानकारी गराउँदै यो भिडियो अन्त्य गरेँ। हवस् त, धन्यवाद, नमस्कार।